तिम्रो यो मालले के भयो नि त्यो रिया चाहिँ कहाँ गयो यार कतिखेर आउने होला यार माल मलाई लास्ट सिक भइसक्यो भने यार तिम्रो यार यो रिया कहिले पनि टाइममा आउँदैन के रिया कहाँ हो कि जहिले पनि यस्तो गर्छ टाइममा आउँदैन माल तपाईँ कहाँ भइसक्यो छिटो मालिक तिमीलाई के थाहा छ पुलिसले झन्डै भेटिसकेको छ कस्तो कस्तो गरेर मार लिएर आउँ तिमीलाई के थाहा टाइम उठाएको नि गरौँ न तिम्रो यार थाहा छ त म 1 सेकेन्डमा कति गाह्रो हुन्छ भनेको अन्जली पहिला जस्तो सजिलो कहाँ छ ल्याउ मालिक रोक न यार कति हतार गरेको भने जस्तो सजिलो हुन्छ र यहाँ के मजा आयो कसो एकदम चिल भइन्छ मजा आइरहेको छ नि एकदम कता कता हुन्छ पनि अलिकति अवस्था हलो नबाट है जतिखेर नि पुग्दैन तिमीलाई कस्तो भने ल यार यो हान नबर मजा आउने होला कति आयो छोरीले फोन गरेर पनि धेरै दिन भइसक्यो सर फोन नपठाएको अहिले फोन पनि गर्दिनँ न मैले गरेर फोन उठाउँछ के गरेर होला त्यो एकचोटि फेरि ट्राई गर्नु पऱ्यो के हो कि के हुन आजकल केटाकेटीहरू केही बुझ्नै सकिन्न अब हामी यहाँ अब अरू बुढेसकालमा भयो भने दुःख कष्ट गरेर यिनीहरूलाई राम्रो शिक्षा दिशा दिन सकिन्छ कि भनेर लागिरहेको हुन्छौँ यिनीहरूलाई फेरि आफ्नै दाल हुन्छ के हो के हो अरे उठाऊ न उठाऊ यार केटा सुन्नु कि भन्ने पो हो कि उठाऊ न यार उठाइदिन्छु यार हेलो हेलो छोरी के छ निकी सेवा ठिक छु ड्याड अनि के हो तिमी आज फोनै उठाउँदैनौ कुरै गर्दैनौ के भएको छ तिमीलाई पढिरहेको के ड्याड पढाइ गर्दाखेरि कलेजमा छु म अहिले ओहो राति 10 बजे के को कलेज हो हेप्पी कस्तो नबुझ्नु भएको क्या ड्याड बुझ्नु न पढिरहेको छु के म के हो 10 बजे फोन गरेर पनि पढिरहेको छु भन्छ 11 बजे फोन गरेर भन्छ यो केटीको चालमा ठिक देखिरहेको छैन मैले फोनमै मात्र कुरा गरेर समस्या समाधान होला जस्तो छैन सर पढाउने केटी छोरी के लाग्छ कस्तो लाग्छ भनेर यसो आफै गएर बुझ्नु पऱ्यो एकचोटि सबै जान्छु म पनि हाल्नुपर्छ यार बस न यार कति मजा आइरहेछ यो अन्त थ्रिल भनेको त आनन्द भइन्छ के टेन्सन सबै बिर्सिन्छ के आकाशमा उडे जस्तो भइरहेछ यार जिन्दगी भनेको त यो हो के एकदम अब टेन्सनमा बिस्तारै बिस्तारै होइन हाम्रो ज्ञानमा नयाँ नयाँ नानीहरूलाई पनि थप्दै जानुपर्छ के पर्छ यार बिस्तारै गरिहाल्ला नि दुई जना कति मजा लाग्यो यार तर यार फेरि यार धरतीमा यस्तो भइसक्यो यार फेरि एकदम फेरि ल्याउँछ यार माल पनि तिमीलाई जति भयो नि पुग्दैन के हो भने छैन मसँग लास्ट खै उठिसक्यो के हो यार छैन के यार मसँग ल्याउ न रिया प्लिज सानोलाई पनि चाहिन्छ के रिया जति भयो नि पुग्दैन तिमीलाई रिया प्लिज के जाऊ न प्लिज मलाई गाह्रो भइसक्यो कस्तो नबुझे यार रिया प्लिज के जाऊ न रिया प्लिज के जाऊ न यार प्लिज के उठाउनु प्लिज छैन प्लिज जाऊ न मलाई गाह्रो भइसक्यो
यार सानोलाई नि देऊ न चाहिन्छ मलाई प्लिज प्लिज रिया देऊ न प्लिज रिया प्लिज रिया प्लिज देऊ न रिया देऊ न प्लिज मलाई गाह्रो भइसक्यो छैन मसँग तिमी बसेर म जान्छु प्लिज रिया मलाई दिने खै कहाँ हो नेट थियो नि क्याम्पस पनि क्या हो? ल, यो त मेरो छोरी हो। छोरी, एरिया खान्छ छोरी के भयो मान्छेलाई? ए त त मरिसक्यो छोरी, छोरी। के भयो मान्छेलाई? के भगवान? पक्कै यसले मार्यो होला मेरो छोरीलाई। ए भगवान, मैले कति ठुला कपडा कति मेरो छोरीलाई डक्टर बनाउनु पर्छ। यसले आज मेरो सपना चकना चुर पार्यो। तुलाई म कहाँ छाड्छु त त्यसो? मेरो छोरीको साथीभाइहरू पनि जाति सुरु गर्यो। पुलिसलाई बोलाउनु बाबा। त्यसलाई मैले कहाँ छाड्छु? हेलो हजुर, म यहाँ मेरो छोरीलाई मारिदियो मेरो त खुट्टा यहाँ चोकमा हजुर। यहाँ चोकमा आउनु पऱ्यो हजुर, चोकमा। हुन्छ हुन्छ सर हुन्छ के भयो भाइ? मेरो छोरीलाई मार्यो। सास त छैन त त्यो रिया कहाँ गयो यार त्यो त कुकुर पुगेन यार रिया पनि कति खाऊ यार माल हुन पार 80 बसेको यति मालले के हुने यार कहाँ गयो के यो रिया यार तिम्रो यार ए रिया तिमीलाई पुग्यो कति नाम गयो तिमी तिमीमा माल लो 80 प्लिज माल लो प्लिज छिटो तिमीलाई के थाहा अहिले कसरी मामाहरूले समातिसकेका थियो कस्तो कस्तो गरेर बचेर आएको छु छिटो 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 अहिले त्यति सजिलो छैन पढाउन गर्न ए कस्तो सिक्यो छिटो नि रोका यार यो नि त यार माल भन्नु त पुरा चिल्लो हो क्या कस्तो मजा छ यार टेन्सन कुल छ होइन चिल भइन्छ क्या चिल अघि तिमी ढिलो गरेर म त लास्ट नामा थिएँ क्या त्यो सजिलो कहाँ छ राजले मान ल्याउन कति गाह्रो हुन्छ तिमीलाई के थाहा भए पनि म त 1 सेकेन्ड नहुँदा लास्टै तनाव हुन्छ भने यार 1 सेकेन्ड पनि जान्न पाउँदा लास्ट टेन्सन भइदिन्छ कि टाइममा चाहिन्छ पुग्नु पनि त पर्यो नि त्यो छोरीले फोन नगरेर धेरै दिन भयो। एक त केटाकेटीहरूलाई सहरतिर पढ्न पठायो भने यही समस्या हुन्छ कि न फोन उठाइरहेको छ मेरो न फोनै गर्छ आफ्नो आज एकचोटि फोन लगाइहाल्नु त्यो त फोन उठाउँछ कि ड्याडले पनि कति कल गर्यो कि काटिदिन्छु म किन काटेको रे अब ठाउँ उठाउ यार केटा सुत्यो कि भरि भइहाल्यो कि त्यही लागि त बुझे हेलो छोरी तिमी त फोनै उठाउँदैन त आजकल किन हो? भन्नुहोस् ड्याड पढिरहेको थिएँ कि म अहिले यो राति 8 बजे 9 बजे के को पढायो तिम्रो?
वर्ष म कलेजमा छु के ड्याड यार बुझ्नु न होइन कस्तो कलेजमा 9 बजे लाग्ने धेरै पटक पढिरहेको छु भने के ड्याड हेत्तेरी कस्तो बुझ्नु भन्दा के अनि आजले फोन पनि गर्दैनौ किन हो रिसाउँछौ के आउँछौ किन रिसाउनु ड्याड पढिरहेको छु बिजी छु आलमुली क्लासहरू चलिरहेको छन् मेरो ल ल राम्रोसँग क्लास गर मेरो छोरी तिमी भनेको मेरो भविष्य हो मेरो इज्जत हो मेरो मान सम्मान मलाई फोन राखेर त्यो सिद्धाउने खाले राम्रोसँग पढाइ छोरी भइहाल्छ नि ड्याड के भयो आजकल केटाकेटीहरूलाई नराम्रोसँग कुरै गर्छ नराम्रोसँग केही कहिले काहीँ भनेको पनि मान्दैनन् के भयो छोराछोरीहरूलाई अब विश्वास गरेर सहर पढ्न पठाएको छोरी अब यहाँ जमुना राखेको नाम उहाँ गएर त जुली भइछ के छ छोरी जमुना भनेको होइन ड्याड म त अलि जुली भइसक्यो नि भन्ने लागेको छ त अब पढाइ पनि अब यो 9 बजेसम्म पनि पढाइ हुने रहेछ आज क्याम्पस पनि के भयो अब रातिको हेर्नु त यहाँ 9 बजिसक्यो फोन गरेर कहाँ चाहिँ छोरी भनेको पढ्न लाग्छु म बिजी छु डिस्टर्ब नगर्नु भनेको जेसुकै होस् अब यो यसरी हुने भएन एकचोटि भेटेरै आउनु पऱ्यो कि छोरीलाई के रहेछ के गरेर रहेछ यो फोनको विश्वास छैन क्या हजुर आजभोलि अब फोनमा म यहाँ छु उहाँ छु भने पत्याउनै पर्ने विश्वास गर्नै पर्ने छोरीलाई भेटेरै आउनु पऱ्यो भेट्न जानै पऱ्यो आज कस्तो फ्रेस माल ल्याएको छु क्या मैले अन्य हो हुने नि यार क्यामेरा आना न आएर हुन्छ यो हो नि त यार चिल्नु दुनियै अलग हुन्छ मस्त छ आकाशमा उड्यो जस्तो रिया यति माले पुगेन यार ल्याउन केही भनेको धरतीमा जस्तो भइसक्यो यार एकैछिन आकाशमा उड्यो जस्तो भएको थियो तिमीलाई पनि कति माइल चाहिन्छ हो सानो लागि चाहिन्न सानो सानो पर्छ यार ल्याउन हुन्न के या प्लिज के ल्याउन ल्याउनु प्लिज प्लिज अरे हेर यार प्लिज के यार ठीक भइसक्यो ल्याउन यार प्लिज सानो नि चाहिन्छ के दिन म रिया प्लिज प्लिज के प्लिज रिया रिया ल्याउन प्लिज रिया प्लिज प्लिज के कस्तो ल्याग गरे म दिन्न रे प्लिज ल्याउन प्लिज दिन म मलाई नदिने मलाई नदिने मैले मलाई खै मलाई नदिने यत्रो ठुलो सहरमा कहाँ खोज्यो होला त्यो क्याम्पस पनि कहाँ हो छोरी पनि कहाँ छ मैले सिकाएको बच्चा बच्चीहरू होइन साना भर्खरका बच्चा मैले सिकाएको त अहिले मसँग एटिट्युड होइन यो त मेरो छोरी चाहिँ छ त चेली के भयो बाटोलाई मैले त तुलाई बन्टु बनाएको चेली पक्का यसले मारिहाल्यो मेरो चेलीलाई छेली छ र पट्टु बनाएको छ यसले मारेको होला मेरा कति ठुला सपना दिए मेरो चेलीलाई पढाएर डाक्टर बनाउनु छ दिया आज यही लागि त पक्का यसलाई कहाँ झाटो म पुलिसलाई फोटो त छु
हेलो 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 रिया कान्छी बेबी के भयो मेरो चेलाई मार्यो नि मेरो चेलाई मार्यो के गर्यो मेरो चेलाई मार्यो खाने रहेछ नि परे सुई एउटा छ सुई छ एउटा के मेरो चेलाई मार्यो यसलाई चाहिँ चेलाई खर्च दिनु त यसलाई कामै यसलाई चाहिँ चेलाई दुई दिनमा छ भने जस्तो कस्तो सरकार भन्ने कुरा हेरौँ के गर्यो आफ्नै साथीलाई यस्तो गर्छौ यसलाई तिमीले यसलाई नमारेको भयो मार्नु न त ज्यान गइसकेको थियो नि बाँच्नु परेन मालको लागि हो यो सबै गरेको यो अरे बस लानु न के लाने हो भन्नुहोस् त जान्छ भन्नुहोस् यसले मार्यो मान्छेलाई यसलाई काट्नु कुरामा यसलाई जसरी हुन्छ काट्नु यसलाई जेल हाल्ने कति बेला छ धेरै ठुलो कुरा गर्छ कति पालेको छु मलाई त के होस् नि सुरक्षित त के हो रे चुप लगाएर बस्थे हामी जस्तो यस्ता त 10 भाइ कति दिन मलाई 3 दिन आउँदैछु म 3 दिनमा देशमा बढ्दो लागू औषध दुर्व्यसनले समाजमा गम्भीर चुनौती सिर्जना गरिरहेको सन्दर्भमा लागू औषधको ट्रान्जिट पोइन्ट अर्थात् रेड जोनका रूपमा हेरिने कैलाली जिल्लामा जनचेतना फैलाउने उद्देश्यले गोदावरी नगरपालिकाको आयोजनामा तथा न्यूज 7 टेलिभिजनको प्राविधिक सहयोगमा लागू औषध दुर्व्यसन सम्बन्धी सामुदायिक जनचेतनामूलक कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। दुर्गालक्ष्मी माध्यमिक विद्यालयको सभा हलमा 2वटा सेसनमा विभाजन गरी सञ्चालन गरिएको उक्त कार्यक्रममा सभाध्यक्षका रूपमा डबल बहादुर साउद रहनु भएको थियो भने प्रमुख अतिथिका रूपमा गोदावरी नगरपालिकाकी नगर उपप्रमुख शारदा देवी रोकाया उपस्थित रहनु भएको थियो। त्यसैगरी विशेष अतिथिका रूपमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख डीएसपी हिरा सिंह महरा रहनु भएको थियो। विशिष्ट अतिथिहरूमा नेपाल मानव धर्म सेवा समिति सुदूरपश्चिम प्रमुख क्षमा बाइजी तथा दुर्गालक्ष्मी माध्यमिक विद्यालयका प्राचार्य वीर सिंह महरा रहनु भएको थियो। अतिथिका रूपमा प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रतिनिधि लोकेन्द्र बहादुर खड्का लगायतको उपस्थिति रहेको थियो। करिब 300 भन्दा बढी युवा युवती तथा विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको कार्यक्रममा लागू औषधले व्यक्ति परिवार समाज र राष्ट्रमै पार्ने नकारात्मक असरबारे विस्तृत जानकारी गराएको थियो। वक्ताहरूले लागू औषध दुर्व्यसनले घर समाज र राष्ट्रलाई तहस-नहस पार्ने भएकोले यसको नियन्त्रणका लागि सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिएका थिए। कार्यक्रमको सुरुवात न्यूज 7 टेलिभिजनका संवाददाता सुरेन्द्र संगमको स्वागत मन्तव्यबाट भएको थियो भने कार्यक्रम सञ्चालन न्यूज 7 टेलिभिजनका प्रबन्धक निर्देशक आलोकजङ साउदले गर्नुभएको थियो। सहभागीहरूले कार्यक्रम अत्यन्त फलदायी, अर्थपूर्ण तथा उपयोगी रहेको प्रतिक्रिया दिएका छन्। यस्ता कार्यक्रमले विशेष गरी युवा पुस्तामा सकारात्मक सोच विकास गर्दै लागू औषध विरुद्ध सामूहिक अभियानलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ। उक्त जानकारी न्यूज 7 टेलिभिजनका व्यवस्थापक चेतराज अवस्थीले गराउनु भएको छ। यस लागू औषध दुर्व्यसनी विरुद्ध समुदायमा जनचेतना कार्यक्रम आज दुर्गालक्ष्मी नमुना मावि विद्यालयमा भइरहेको छ। यस कार्यक्रममा उपस्थित यस कार्यक्रमका सभाध्यक्षज्यू, विशिष्ट अतिथिमा रहनुभएका इलाका प्रहरी कार्यालय मालाखेतीका
प्रमुख डिएसपी सर र उहाँको टिम, यसै गरेर ट्राफिक कार्यालयका यहाँ उपस्थित सुरक्षाकर्मीज्यू, उहाँको टिम र हाम्रो आश्रमका समाबाई म्यामहरू र यसै गरेर यहाँ उपस्थित बुद्धिजीवी, समाजसेवी र विद्यार्थी भाइ बहिनीहरू, सम्पूर्ण पत्रकारज्यू, सह आयोजकज्यूको टिम लगायत सम्पूर्णमा न्यानो अभिवादन व्यक्त गर्दै यस कार्यक्रमको सफलताको कामना गर्दछु। किनकि हाम्रो समाजमा हाम्रो अहिलेका यी हाम्रा बालबालिका भोलिका भविष्यका करदार हुन्। किनकि अहिलेका यी बालबालिका जो छन् र यिनबाटै नै यो देश सञ्चालन हुनेछ। भोलि यो देश सञ्चालन गर्ने जिम्मा यी बालबालिकाको काँधमा आउँदैछ। त्यसै गरेर अहिलेका हाम्रा बालबालिकालाई राम्रा बालबालिका बनाउनु पर्छ। यो समूहबाट इन्जिनियर, डाक्टर, प्राविधिक र निजामती कर्मचारी, सुरक्षाकर्मीज्यू, सम्पूर्ण पत्रकार र यो देश सञ्चालन गर्न लागि स्थानीय तहका जनप्रतिनिधिज्यू, प्रदेश र सङ्घमा सम्पूर्ण यो समूहबाटै नै उत्पादन भएर भोलि यो देश सञ्चालन गर्नुहुनेछ उहाँले। त्यसै कारणले अहिलेका जो बालबालिका हाम्रा लागु औषध तथा दुर्व्यसनीमा लागेका जो छन् तिनलाई अझै राम्रो बनाउन लागि हामीले नगरपालिकाबाट पनि हामीले विभिन्न वडामा वडा क्लब गठन गरेका छौँ र विद्यालयमा पनि बाल क्लब गठन गरेका छौँ र यसै गरेर सम्पूर्ण वडाबाट जोडिएर नगर स्तरीय बाल क्लब गठन गरेका छौँ। किनकि यो बालबालिकालाई आज सही बाटो ल्याउन लागि बाल क्लबको पनि आवश्यकता छ र हामीले आफ्नो विभिन्न तह र तबकाबाट लाग्नुपर्छ। सबैले आफ्नो बालबालिकालाई सबभन्दा पहिला अभिभावकको जिम्मेवारी हो आफ्नो बालबालिकालाई राम्रो बालबालिका बनाउन लागि। त्यसपछि स्थानीय निकायको जिम्मेवारी हो। हाम्रो गोदावरी नगरपालिकाभित्र 12वटा वडा छन्। 12वटै वडामा हाम्रा 56वटा विद्यालय छन्। ती विद्यालयमा पनि हाम्रा बालबालिकाले के गरिराखेका छन्, पढिराखेका छन् कि छैनन् भन्ने कुरा हामीले पनि उहाँको एकदमै संरक्षण चाहिँ गर्नुपर्छ र त्यसको लागि हामीले वर्षै बजेट छुट्याएका हुन्छौँ र वर्षै यो लागु औषध तथा दुर्व्यसनी सम्बन्धी कार्यक्रम, जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको अवस्था छ र आज पनि हाम्रा बालबालिका सुन्नमा आउँछ कि धेरै जस्ता बालबालिका लागु औषध तथा दुर्व्यसनीमा लागेका छन्। यिनलाई कसरी राम्रा बनाउने र हाम्रो यहाँ खुल्ला नागा पनि छ, जस्तै धनगढीमा छ र त्यहाँ पनि अलिकति कडाइ गरिदिएको भए पनि यो औषधि कम आउँथ्यो कि आउँदैन थियो कि र कसरी बालबालिका लागु औषधमा लागिराखेका छन्। यसको लागि हाम्रो यहाँ इलाका प्रहरी कार्यालयका डिएसपी सर, योभन्दा अगाडिका पनि त्योभन्दा अगाडिका पनि सबैले राम्रो काम गरेर गएका छन्। किनकि यी बालबालिकालाई राम्रो बनाउन लागि उहाँको पनि एकदमै अहम भूमिका छ र काम गरिराखेको अवस्था छ र हामी नगरपालिकाले पनि बजेट छुट्याउँछौँ, जनचेतनामूलक कार्यक्रम विभिन्न विद्यालयमा गरेका छौँ र बालबालिकालाई राम्रा कसरी बनाउने भन्ने हाम्रो पनि एकदमै चिन्ता छ। हाम्रो बालबालिका त्यो लागु औषधमा लाग्यो भने उहाँको स्वास्थ्य पनि बिग्रिन्छ। स्वास्थ्य बिग्रिँदै गएपछि उहाँको शिक्षा बिग्रिन्छ। शिक्षा बिग्रिँदै गएपछि हाम्रो देशमा, हाम्रो यो गोदावरीमा गरिबी निम्त्याउँछ र स्वास्थ्य मानव भएन भने खुसी परिवार कसरी हुन्छ त? परिवार खुसी हुँदैन। त्यसै गरेर परिवार मिलेर समाज बनेको हुन्छ, समाज खुसी हुँदैन र समाज खुसी भएन भने देश खुसी हुँदैन। त्यस कारणले हामीलाई चिन्ता छ, हाम्रा बालबालिकालाई राम्रा बालबालिका बनाउनु पर्छ भन्ने हामी जनप्रतिनिधिको पनि, हाम्रो नगरपालिकाले पनि, हाम्रो कार्यपालिकाको बोर्डले पनि यो चिन्ता गरेको छ र लिएका छौँ र हाम्रा बालबालिकालाई राम्रा बालबालिका बनाउन लागि अझै बाल क्लब, युवा क्लबको पनि भूमिका छ। किनकि उहाँले भनेका कुरा, साथीहरूले भनेका कुरा उहाँले अझै राम्रोसँग मान्नुहुन्छ र अभिभावकज्यू, शिक्षकज्यू
यसमा शिक्षकज्यूको पनि अहम भूमिका छ, किनकि कतिपय बालबालिका घर परिवारको भनाइ भन्दा पनि शिक्षकको भनेको कुरा धेरै राम्रोसँग बुझ्छन् र मान्छन्। त्यस कारणले सबले आफ्नो तह र तबकाबाट लाग्नुपर्छ र यी अहिलेका यी बालबालिका भोलिका भविष्यका कर्णधार हुन्। उहाँको उज्जवल भविष्यको कामना गर्दै र यस कार्यक्रमको उत्तरोत्तर प्रगतिको कामना गर्दै हामी गोदावरी नगरपालिकाबाट गर्नुपर्ने सहयोग के छ त्यसमा पनि हामी एकदमै प्रतिबद्ध हुँदै आफ्ना भनाइ राखी बिदा हुन्छौँ। धन्यवाद, नमस्कार। हेलो सर, यो स्वस्थ समाजको पहिचान दुर्व्यसनी मुक्त मानव हाम्रो अभियान भन्ने मेरा सहित लागु औषध दुर्व्यसनी विरुद्ध समुदायमा जनचेतनामूलक कार्यक्रम आजको चेतना भविष्यको व्यवस्था कार्यक्रम यो गोदावरी नगरपालिकाको आयोजना र न्युज 7 टेलिभिजनको सहकारीमा सक्रियतामा जो यो कार्यक्रम भएको छ। सर्वप्रथम दुर्गा लक्ष्मी नमुना माध्यमिक विद्यालयलाई यो स्पोर्टको रूपमा चुनाव गर्नुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाम्रा विद्यार्थी भाइ बहिनीहरूले पनि यो एकदमै व्यवहारिक अहिलेको जल्दो बल्दो समस्या पनि हो, व्यवहारिक ज्ञान यहाँ पाएका छौँ र यो कार्यक्रमका ठ्याक्कै यो कार्यक्रम फर्मेटको बारेमा मैले बुझेन, माफ गर्न चाहन्छु। लास्टमा आएँ म कक्ष व्यवस्थापनको कार्य गर्दाखेरि र यो कार्यक्रमका प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, सम्पूर्ण अतिथिज्यूहरू यहाँलाई स्वागत गर्न चाहन्छु। र हाम्रा विद्यार्थी भाइ बहिनीले यसमा साइन्स फ्याकल्टीका विद्यार्थी भाइ बहिनीहरू हुनुहुन्थ्यो र आर्ट्सका पनि हुनुहुन्छ। भनेका शब्दहरू व्यवहारमा उता मलाई यति मात्रै भन्नु छ। सबभन्दा बिग्रिने सबैभन्दा जोखिमपूर्ण उमेर भनेको यही हो विद्यार्थी भाइ बहिनीहरू। यो 2 वर्ष जोगियो भने त्यसपछि चाहिँ त्यो दुर्व्यसनमा फस्ने सम्भावना कम हुन्छ। अहिले सरहरूले भन्नुभएका शब्दहरू आफ्नो व्यवहारमा उतार गर्नुहोला, आफू पनि जोगिने, अरूलाई पनि जोगाउने। अहिले हामी समाचार सुनिरहेका हुन्छौँ। हिजो मात्रै पनि यहाँ सब देशी सभामा समाचार खुसी लागेको छ। उहाँ आउँदै गर्दाखेरि पनि विभिन्न एक्सनहरू हामी देखिरहेको छौँ। नेपाल प्रहरीको पनि जस्तो चरिस सहित 2 किलोपति चरिस सहित चाहिँ कहाँ छापा मारेर चाहिँ त्यो पक्राउ भएको छ होइन। यो फेरि एकदम ट्रान्जिट पोइन्ट हो। यो त्यसको चाहिँ अब दुर्व्यसनीको लागु पदार्थ ओसार पसारको हामी निरन्तर समाचार सुनिरहेका हुन्छौँ। यो अतरी एरिया, खास गरी चाहिँ यता लालपुर एरिया होइन, यतातिर चौकी डाँडा एरियाहरू, गेटा एरियाहरू, यसमा विभिन्न लागु पदार्थमा फसेका विद्यार्थी भाइहरू हाम्रै पढ्ने पनि विद्यार्थी कहिलेकाहीँ सुन्न पाइन्छ। हिजो मात्रै 2 किलो चरिस सहित कुन होटलबाट चाहिँ छापा मारेर नेपाल प्रहरीले चाहिँ यसलाई नियन्त्रणमा लिएको भन्ने सुनिया छ होइन। त्यस्तो खबर हाम्रो विद्यार्थीलाई सुन्नु नपरोस् है। अब विद्यार्थी भाइहरू तपाईँहरू साइन्स पढ्ने हुनुहुन्छ, यहाँ म्यानेजमेन्ट पढ्ने हुनुहुन्छ, आर्ट्स पढ्ने हुनुहुन्छ होइन। आफू त्यसमा संलग्न नहुने एउटा कुरा रह्यो, अरूलाई पनि त्यसमा संलग्न नहुनुको लागि अनुरोध गर्ने, चेतावनी दिने र नेपाल प्रहरीलाई खबर गर्ने। तपाईँ पनि बढ्ती बिनाको प्रहरी हुन्छ, सबभन्दा ठुलो प्रहरी त जेन्जी पुस्ता हुन्छ होइन। सबभन्दा नेपालको सबभन्दा ठुलो प्रहरी तपाईँहरू त्यो कार्यक्रममा त्यो कार्यमा लागु पदार्थमा यो दुर्व्यसनमा सरिक नहुनु होला। सरिक नहुनुको लागि सल्लाह दिनुहोला र त्यस्तो काइन्ड देख्नु भएको छ भने नेपाल प्रहरीलाई अब चाहिँ विद्यालयमा खबर गराउला। हामी त्यसका विरुद्धमा चाहिँ हामी पनि अगाडि बढ्नेछौँ भन्न चाहन्छु। र फेरि पनि न्युज 7 टेलिभिजनलाई हार्दिक धन्यवाद दिँदै मेरो छोटो मन्तव्य यही टुक्न चाहन्छु। हवस्, नमस्कार। यस कार्यक्रमका आयोजक अतिथिज्यू, विशिष्ट अतिथिज्यू, सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरू, मेरा सुरक्षाकर्मी साथीहरू, पत्रकार मित्रहरू, मलाई एउटा कुरा के याद आयो भने अघि ड्रामा देखायो नि नाटक। त्यो नाटक मलाई आजभन्दा कति वर्ष थियो, सद्दाम हुसेनलाई चाहिँ फाँसी दिँदाखेरि अमेरिका इन्डियामा मात्र 7 जना बालबालिका झुन्डिएर मरेछ। त्यही लिएर त्यसलाई के सही के गलत भनेर जाने कि त्यो झुन्डिए। त्यो सद्दाम हुसेनलाई रात-दिन टेलिभिजनमा झुन्ड्याएको देख्यो, त्यसले पनि झुन्डियो। त्यही भएर हामीले छुट्याउनुपर्छ। टेलिभिजनमा देखाएको हुन्छ नि, सासूले बुहारीलाई बिस खुवाएको के देखाउँछ नि इन्डियन सिरियलहरूमा, तर त्यसबाट राम्रा कुरा मात्र दिने, नराम्रा कुरा छोड्दियो। यहाँ देखाएको ड्रामालाई नक्कल गर्दै होइन कि यस्तो हुन्छ भनेर वार्निङ दिने, आफूले असल कुराहरू मात्र दिने हो, नराम्रा कुराहरू चाहिँ फाल्ने हो। मान्छे म लागु औषध सम्बन्धी तपाईँहरूलाई
मान्छे दुई किसिमले बिग्रिन्छ। दुई किसिमले बिग्रिने भनेको एउटा इन्द्रिय सुख, अर्को चाहिँ धन सुख। इन्द्रिय सुख भनेको यस्तै लागु औषध होइन, विभिन्न रक्सी भाङ धतुरो। इन्द्रिय सुख भनेको हाम्रो यो हुन्छ नि आनन्द दिने इन्द्रिय सुख, त्यसले बिग्रिन्छ। अर्को चाहिँ धन सुख। धन सुख भनेको पैसाले। संसारमा जति पनि प्राणी छन् पैसा चाहिने प्राणी मान्छे मात्र हो होइन, कसैलाई पनि पैसा चाहिँदैन, मान्छेलाई त पैसा चाहिन्छ। आफ्नो दुःख निम्त्याउने मान्छे नै हो, यो पैसाले गर्दा नै सारा दुःख हो। अनि अर्को कुरा के हुन्छ भने यो लागु पदार्थ कैलालीको कुरा। मैले हिजो मात्र हाम्रो सुरक्षा गोष्ठी थियो, करिब 600 जना कैलाली जिल्लामा मात्र लागु औषधमा समातेको भनेको हामीले 600 जना। ल यो एउटा जिल्लामा मात्र 600 जना भने अधिराज्य भनेको कति होला? यो विकृति खुला सिमाना वाट टु डु नट टु डु, के गर्दा राम्रो हुन्छ के गर्दा राम्रो हुँदैन केही पनि थाहा हुँदैन। तपाईँहरूको यो कलिलो उमेर हो, यसमा चाहिँ काँचो माटो हो, के गर्नुपर्छ के गर्नु पर्दैन तपाईँहरूलाई थाहा हुँदैन। तर अरूले सिकाउनेले सिकाएर जान्छ, तपाईँहरू लत लाग्छ। पछि मैले भनिहालेँ नि 3टा शब्द छ अङ्ग्रेजीमा, अबिट, ह्याबिट र ह्याबिट भन्ने छ। अबिट थोरैबाट सुरु हुन्छ, कस्तो छ के छ खाइहालौँ त मान्छे। तपाईँहरूको इन्थुजियास्टिक भन्छ के, कौतूहलता लाग्ने उमेर हो यो। त्यसपछि ह्याबिट, त्यसलाई सेभेन लास्टमा ह्याबिटमा पुग्छ, लतमा पुग्छ। त्यो लत लाग्यो भने मान्छे, तपाईँहरूलाई म एउटा सन्देश दिन चाहन्छु, मान्छेले त्यो आत्महत्या गर्ने मान्छेले कसरी गर्छ भने 3टा शब्द छ, इट, इगो र सुपर इगो भन्ने छ क्या। इट, इगो र सुपर इगो। मान्छे जब इट गर्छ अनि इगोमा जान्छ, लास्टमा सुपर इगोमा गएपछि अपराध गर्छ क्या, सुपर इगोमा। त्यही भएर सुपर इगोमा पुग्नु हुँदैन। त्यस्तै 3टा शब्द छन्, स्ट्रेस, डिस्ट्रेस र डिप्रेस भन्छन्। मान्छेलाई सुरुमा स्ट्रेस हुन्छ, तनाव हुन्छ, त्यसपछि डिप्रेस हुन्छ, निराश हुन्छ, लास्टमा डिप्रेस हुन्छ। डिप्रेसन फिलिङ रहेछ उसले हरेक कुराहरू आत्महत्या गर्ने, आफूलाई नराम्रो गर्ने गर्छ। त्यही भएर हाम्रो यो लागु औषधले गर्दा शारीरिक, मानसिक र आर्थिक अवस्था कमजोर बनाउँछ। शारीरिक त बनायो विभिन्न किसिमका रोग लाग्ने, अनि मानसिक एक्लो बस्न खोज्ने, विभिन्न चिन्ता हुने होइन, टोलाएर बस्ने, एकान्त ठाउँमा बस्न खोज्ने, यस्ता कुराहरू पुग्छ। लास्टमा त्यसले गर्दाखेरि आर्थिक स्थिति त्यो लत लागेपछि घरको सुन चोर्ने, पैसा चोर्ने, घरबाट त्यस्तो किसिमको लत लाग्छ। त्यही भएर यस्ता कुराहरूबाट टाढा रहनुपर्छ। असल पोजिटिभ, बी पोजिटिभ, डु पोजिटिभ भन्छन् होइन, असल कुराहरू मात्र आफूले ग्रहण गर्नुपर्छ, नराम्रा कुराहरू हाम्रो दिमागबाट हालिदिनुपर्छ। हो, वास्तवमा हाम्रो जीवन भनेको तपाईँहरूलाई लाग्छ हाम्रो जीवन भनेको इगल कन्फाइनमेन्ट सुन्नु भएको छ? चिलको कथा छ एउटा, चिलको कथा। चिल बुढो भएपछि उड्न पनि सक्दैन, खान पनि सक्दैन, त्यो ठुङ भैँसीको सिङ जस्तै हुन्छ कि, त्यसले खान पनि सक्दैन, उड्न पनि सक्दैन, प्वाक भारी हुन्छ। उसले एउटा निर्णय लिन्छ, के नयाँ जीवन जिउने के मर्ने, खान पनि नसक्ने, उड्न पनि नसक्ने भने त मर्नु पर्यो। यो मर्नभन्दा त म एउटा उपाय अप्नाउँछु भन्छ। एउटा पहाडको खोजमा जान्छ, खोजमा गएर उसले आफ्नो जिउको भारी हुन्छ नि प्वाक, त्यो निकाल्छ, ठुङ्ले निकाल्छ। हाम्रो कपाल तान्दाखेरि कति दुख्छ होला, त्यसलाई आफ्नो प्वाक निकाल्दा कति दुख्यो होला। लास्टमा ठुङलाई चाहिँ ढुङ्गामा हान्छ, ठुङ निस्किन्छ भैँसीको सिङ जस्तै। त्यो ठुङ आउनु, नयाँ ठुङ आउनु र त्यसको प्वाक आउनु 3 महिना लाग्छ। उसले 3 महिनासम्म केही पनि नखाइकन लाग्छ, केही खाँदैन। त्यसपछि 3 महिनामा ठुङ आउँछ, प्वाक आउँछ, घर उडेर जान्छ, उसको नयाँ जीवन सुरु हुन्छ। हाम्रो जीवन पनि स्ट्रगल हो, सङ्घर्ष हो। एउटा जोगी बाबाले भन्नुहुन्थ्यो, मलाई एउटा कुनै ठाउँमा गएको थिएँ, हाम्रो जीवन जब आमाको गर्भमा हुन्छौँ, मजाले पाठेघरमा पानी मजाले घुमेर आउँछौँ, स्वर्ग भनेर त्यही हो। जब हामी पाठेघरबाट बाहिर आउँछौँ, हामी स्वर्ग बाहिर आउँछौँ, हामी दुःख छ, दुःख भन्नु स्वर्गबाट हामी नर्कमा आउँछौँ। जसरी नदीको पानीमा माछा कसरी तैरिएर बसी आउँछन्, हामी गर्भमा नदीको पानीमा त्यो माछालाई बगरमा हालिदियो भने कति तर्किएर बग्छ, बगरमा हालिदियो भने तर्किन्छन्। हामी पनि बाहिर आएपछि हामी तर्किन्छौँ, जिन्दगी दुःखमा हुन्छ। तर यसलाई दुःख कसरी लिने, कसरी सुख गर्ने भन्ने आफ्नै हातमा हो। गाडी चलाउँदा ड्राइभरले आफ्नै स्टेरिङ हेर्छ, अर्का स्टेरिङ हेर्ने गलततिर जान्छ। त्यही भएर एउटा कुरा के छ भने हाम्रो स्वास्थ्य, तपाईँहरूलाई लागु छ
4वटा सेतो पदार्थबाट टाढा हुनु भन्ने छ। के होला सेतो? सेतो नुन, सेतो चामल, सेतो मैदा, सेतो चिनी खानु हुँदैन। आफू स्वस्थ रहनुपर्छ। योगा गर्ने, मेडिटेसन गर्ने विद्यार्थी भाइहरू बहिनीहरूले इन्भेस्टिगेसन गर्नु लाग्छ आफ्नो स्वास्थ्यको। त्यो भएपछि घिउ खान पाइन्छ। एउटा नयाँ बाइक किनिदियो भने 2 महिनासम्म त्यो बाइक चलाएन भने त्यो बाइकमा खिया लाग्छ। हाम्रो शरीर पनि एउटा इन्जिन हो, यसलाई चलाएन राख्नुपर्छ। अनि दोस्रो कुरा, तपाईँहरूलाई हाम्रो देशको शिक्षा प्रणाली होइन, शिक्षा प्रणाली बिस्तार सुधार हुँदैछ। हाम्रो पालामा के पढ्थे तपाईँहरूलाई म एउटा कुरा सम्झाउँछु। नेपालीको सहर आएर के अरे नेपालीको सहर आएर म हामीलाई के भन्थे, कुखुरीका बासी भात खा भन्नुहुन्थ्यो, याद छ हामीलाई। अनि स्वास्थ्यको सहर आएर पढाउनुहुन्थ्यो, बासी भात खानु हुँदैन, विभिन्न किसिमका रोग लाग्छ भन्नुहुन्थ्यो। अनि नेपालीको सहर आएर चाहिँ फेरि अर्को विषय, ढ्याकुताले ट्याट गरेपछि जुनगिरले पुछारो बत्तीवाले चाहिँ पानी पर्छ नेपाली। अनि साइन्सको सहर आउनुहुन्थ्यो, विज्ञानको सहर। यो जब समुद्रबाट माथि जान्छ अनि भारी हुन्छ अनि तल पानी पर्छ। के सही हो के गलत त छुट्याउनु पऱ्यो नि, होइन? ठिक छ। पृथ्वीनारायण शाहको जन्मदिन कन्ट पार्नुपर्छ। आफ्नो आमाको दिन आफूले जन्मदिन थाहा हुँदैन। शिक्षा प्रणाली के भइरहेको बिस्तार हाम्रो पालामा पृथ्वीनारायण शाहको जन्म अघि पनि हामीलाई कष्ट छ। तर बिस्तार सुधार। विदेशको शिक्षा प्रणाली हेर्नुहोस्, विदेशतिर युरोपतिर हेर्नुहोस्, रेडियो कसरी बनाउँछन्, घडी कसरी बनाउँछन् भनेर पुरा खोलेर सिकाउँछ। हाम्रोतिर घडीको आविष्कार कसले कति सालमा गरेको हो भनेर पल्ट पार्नुपर्छ। रेडियोको आविष्कार कसले कति सालमा पल्ट पार्नु, रुट लर्निङ भन्छ त्यसलाई, गोपनीय विद्या। बिस्तार भोकेसनल एजुकेसन, तपाईँको सिपमूलक शिक्षाहरू होइन, यो थियोरिटिकल भन्दा पनि भोकेसनल शिक्षा के। अब बिस्तार शिक्षा प्रणाली सुधार हुँदैछ, हरेक कुरा चेन्ज हुँदैछ। त्यही भएर यो हो जिन्दगी एउटा के छ भने तपाईँ इट इज नट पोसिबल टु क्रस द ओसन। It is not possible to cross the ocean without wetting your slate. It is not possible to spend your life without wetting your eyes. समुद्र पार गर्न खुट्टा नभिजाइकन समुद्र पार गर्न सकिँदैन। जिन्दगी आँसु नभिजाइकन काट्नु सकिँदैन। जिन्दगी दुःख त हो नि, हाम्रो दुःख त छ। आई वान्ट टु वाक सच्चिदानन्द भगवान की कम्तीमा अब हल्ला नगरौँ। केही समय हजुर हामी धैर्य धारण गरेर यो कार्यक्रमबाट पुरा लाभ उठाउने कोसिस गरौँ। आज हजुर हामी गोदावरी नगरपालिकाको आयोजना एवं न्यूज 7 टेलिभिजनको सह-आयोजनामा लागू औषध दुर्व्यसनी विरुद्ध समुदायमा जनचेतना मूलक कार्यक्रमका सभा अध्यक्षज्यू, प्रमुख अतिथिज्यू, विशेष अतिथिज्यू र सम्पूर्ण अतिथिज्यूहरूमा नेपाल मानव धर्म सेवा समितिको तर्फबाट अनि म महात्मा क्षमाबाईजीको तर्फबाट सबैलाई सादर जय श्री सच्चिदानन्द, सबैलाई नमस्कार। आज हामी यो कार्यक्रममा आइपुग्दाखेरि मलाई लागिरहेको छ वास्तवमा आज हाम्रो जीवन कति अनमोल छ। आजका युवाहरूले लागू औषधमा लागेर आफ्नो जीवनलाई त्यतिकै बर्बाद बनाएको यो अवस्थामा आज ठाउँ-ठाउँमा यो कार्यक्रमहरूको आयोजना भइरहेको छ र नेपाल मानव धर्म सेवा समितिले साउनको जो असारको 12 गते नै यो कार्यक्रम गरिसकेको छ। हजुरहरू सबैलाई याद पनि होला, अत्तरियाको चोकमा लागू औषध विरुद्ध कार्यक्रम गरेर सुधार केन्द्रमा पनि मानव धर्मले यो कार्यक्रम आज मात्र नभएर हरेक दिन यो कार्यमा लागिरहेको जानकारी पनि हजुरहरूलाई गराउन चाहन्छु। आजको यो नाटकले हजुर हामी सबैलाई चेतना दिइरहेको छ। आज हामी पढ्नको लागि माता पिताको पैसा नै खर्च गरेर स्कुलको बहानामा, कलेजको बहानामा आज हामीले आफ्नो जीवनलाई लागू औषधमा पारेर आफ्नो जीवनलाई बर्बाद बनाइरहेका छौँ र योबाट
मुक्त हुनको लागि आज हाम्रो जीवनमा भौतिक कुराहरूले मात्र हुँदैन, हाम्रो जीवनमा अध्यात्मको आवश्यकता पर्दछ। यो नेपाल देश भनेको, यो भूमि भनेको अति नै पवित्र भूमि हो। यो भूमिमा भगवान बुद्धको जन्मभूमि, माता सीताको जन्मभूमि, भगवान शिवको यो पावन नगरीमा यो हजुर हामीले जीवनमा यी कुराहरूबाट के लाभ प्राप्त गर्न सक्छौँ भन्दा हाम्रो जीवनमा भौतिक कुराहरूले मात्र हाम्रो जीवनलाई जिउनको लागि सजिलो हुँदैन। मानव जीवनमा अध्यात्मको पनि अति नै आवश्यकता आजको समयमा छ। मान्छे दिन प्रतिदिन आजका युवा भाइ बहिनीहरू डिप्रेसनको शिकार बनिरहेका छन्। यसर्थ हजुर हामीले उज्जवल भविष्य चाहन्छौँ भने हजुर हामी भौतिक विद्या सँगसँगै अध्यात्म विद्यालाई प्राप्त गर्न पनि जीवनमा अति नै आवश्यकता छ भन्ने भनाइहरू राख्दै आज यो कार्यक्रममा आउने सुवर्ण अवसर जो गोदावरी नगरपालिका साथसाथै सह-आयोजक न्युज 7 टेलिभिजनका सम्पूर्ण पत्रकार मित्रहरूले हजुर हामीलाई पनि यो कार्यक्रममा सहभागी हुने सुवर्ण अवसर दिनुभयो। यसको लागि नेपाल मानव धर्म सेवा समितिको तर्फबाट धेरैभन्दा धेरै धन्यवाद दिँदै र सम्पूर्ण जति पनि यहाँ बच्चाहरू हजुरहरू हुनुहुन्छ र यो ड्रेसमा बसिरहनु भएको छ र हजुरहरू सबैले यो कार्यक्रमबाट आफ्नो जीवनमा पनि प्रेरणा लिएर जाने र आफ्नो साथीभाइलाई पनि योबाट बच्नको लागि एउटा चेतना दिने, प्रेरणा दिने हजुरहरू सबैलाई यो कुराको सन्देश दिँदै आफ्नो विचार यहीँनिर समापन गरिरहेकी छु। सच्चिदानन्द भगवान की गरीब प्रशासनले पनि सके जति नियम कानुनले त्योभन्दा पनि बढी यो लागु औषधबाट बचाउनको लागि, हाम्रा बालबालिकाहरू बचाउनको लागि विभिन्न नाकाहरूमा, विभिन्न गल्लीहरूमा, सडकहरूमा, होटेलहरूमा छापा मारेर हुन्छ कि उनीहरूसँग जे जति तरिका अपनाएर भए पनि उहाँहरू लागिरहनु भएको छ। तर लागु औषध एउटा बाटोमा हिँडिरहेकै छ। घर परिवारको सबैका आमा बाउले भन्छन् होला छोराछोरीहरू यस्तो काम गर्नु हुँदैन, कुलत र कुसङ्गततिर जानु हुँदैन, सबैका बाबुआमाहरूले भन्ने गरेकै छन्। तर लागु औषधको एउटा बाटो जो छ त्यो एकातिर आफ्नो गन्तव्य छोडिरहेको छैन, आफ्नो लाइन छोडिरहेको छैन। त्यसैले तपाईँहरूले स्वयं छोड्न जरुरी छ। र यसको सुराकीको लागि मैले अस्ति पनि एउटा लागु औषध कार्यक्रममा बोलेको थिएँ। मलाई लाग्छ यसको सुराकीको लागि इलाका प्रहरी कार्यालयलाई कसले भन्ने, म एउटा बाउले भन्ने या बाजेले भन्ने या बजेले भन्ने, साथीहरूले नभन्ने? किन नभन्ने? जबसम्म साथीको घटनाक्रम सबै आफ्ना साथीहरूले गरेका कुलतहरू सार्वजनिक गर्दैन अर्थात् सम्बन्धित निकायहरूलाई जानकारी गराउँदैन तबसम्म त्यो साथी पनि डुब्छ। भोलि गएर त्यो सँगै सङ्गत गर्ने म पनि डुब्छु। त्यसकारण यस्ता सूचना प्रवाह गर्नको लागि आम विद्यार्थी भाइ बहिनीहरूले सजग रहनु जरुरी छ। त्यसकारण मलाई लाग्छ विद्यालयहरूमा या चोकहरूमा, विशेष गरी विद्यालयमा, किनभने हामी थुप्रै बालबालिकाहरू थुप्रै समाज र घर परिवारबाट यहाँ पुगेका छौँ। त्यसले गर्दाखेरि सन्देश अलिक चाँडो जाने हुनाले यसलाई चाहिँ माध्यम बनाउन मलाई उपयुक्त ठानेको छु। विद्यालयलाई माध्यम बनाउनु जसरी प्रत्येक विद्यालयमा हामी सुझाव पेटिकाका रूपमा पेटिका राख्ने गर्दछौँ, जहाँ यो विद्यालयका कमी कमजोरी, शिक्षकका कमी कमजोरीहरू हामी त्यो सुझाव पेटिकामा खसाउने गर्दछौँ। त्यति मात्र होइन, शिक्षकका र यो विद्यालयका कमी कमजोरी मात्र होइन, अबका दिनमा विद्यार्थीका कमी कमजोरी पनि निहाल्नको लागि एउटा सूचना पेटिका राख्न जरुरी ठान्दछ। मेरा साथीहरूले अनेक प्रकारका गतिविधिहरू गर्छ, लागु औषधमा झुन्डिएको छ, वेश्यावृत्तिमा दौडिरहेको छ, तर मलाई जानकारी छ जो शिक्षकलाई छैन र उसको अभिभावकलाई जानकारी छैन। त्यो जानकारी केवल तपाईँहरूलाई छ, किनभने त्यो साथी तपाईँहरूसँग हिँड्ने गर्दछ, त्यो साथी मसँग हिँड्ने गर्दछ, त्यो कुरा मलाई थाहा छ। त्यसैले त्यसका सूचनाहरू पनि मैले विद्यालयको सूचना पेटीमा पसाउने गर्नुपर्छ। त्यो सूचना पेटिका इलाका प्रहरी कार्यालयले हप्तामा हुन्छ, 15 दिनमा हुन्छ, महिनामा हुन्छ, उसले आफ्नो नीति बनाओस् र ती सूचना पेटिकाहरू खोलोस् र सूचना गर्ने व्यक्तिको नाम गोप्य राख्दै
ती सूचनाहरू सङ्कलन गर्नुपर्ने हुन्छ, जसले गर्दा साथीको अगाडि पनि दुर्व्यवसायी गर्न अलिकति हिचकिचाउँछ कि डराउँछ कि भन्ने मेरो विश्वास छ। यसरी अगाडि बढ्नुपर्छ भन्ने मलाई लागिरहेको छ। त्यसकारण मलाई पनि यहाँ स्थान दिनुभयो, बोलाउनु भयो। दुर्व्यवसाय अत्यन्तै खतरनाक हो। यो हामीलाई पनि बिगार्छ, हाम्रा आमा बाबु बिगार्छ, हाम्रा हुने सन्तान बिगार्छ, हाम्रो समाज बिगार्छ, हाम्रो देश बिगार्छ। त्यस कारणले हामी सबै सजग बनाउँ, अत्यन्तै सुन्दर नेपाली नागरिक बन्नको लागि अगाडि बढौँ। यही समयमा शुभकामना विजय गरेर यी शब्दहरू अन्त गर्दछु। साथै यो कार्यक्रम पनि यही अन्त भएको जानकारी